नमस्कार सबैजनालाई। आज म केही कुराहरू राख्न गइरहेको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र कुरा एकदमै इम्पोर्टेन्ट छ। सबैजनाले भिडियोलाई मन पर्यो भने सेयर पनि गर्न नबिर्सनु होला है त। अहिले 2-4 दिनदेखि मलाई चाहिँ एकदमै चित्त नबुझेको कुरा भनेको चाहिँ यो के हो भने बलात्कारको एउटा केस छ नि हैन। जस्तै अमेरिकामा बस्ने एकजना कुनै छोरी मान्छेले, एकजना चेलीले कुनै व्यक्तिको नाममा फेसबुकमा स्ट्याटस लेखेकै भरमा बलेलाई चाहिँ कलाकार बलेलाई त्यसरी पक्रिनु राज्यले चाहिँ 2/3 दम्म देखाएको हो कि यो विधि सिस्टम भन्दा चाहिँ राज्य चाहिँ बाहिर ढङ्गबाट काम गर्न चाहेको हो कि यो के हो यो चाहिँ भनेपछि अब नेपालमा कुनै पनि व्यक्तिलाई फसाउनु पर्यो भने, कुनै पनि व्यक्तिको चरित्र हत्या गर्नु पर्यो भने, त्यसलाई सडाउनु पर्यो भने कुनै व्यक्तिले, एकजना महिलाले किरानी जाहेरी पनि दिन नपर्ने, केही भेट गर्न नपर्ने। जस्तै विदेशमा बसेको होस् चाहे जुनसुकै देशमा होस्, फेसबुक स्ट्याटस लेखे पश्चात अनि त्यो कुरालाई भाइरल भए पश्चात सरकारले कराप झ्याप बनाएर समातेर लगेर उसको चाहिँ यतिसम्मको निर्मम ढङ्गमा चाहिँ राज्यले चाहिँ दुर्व्यवहार गर्ने, राज्यले यस्तो गर्ने हो त। आज यो देशमा बलात्कारको घटनाहरू धेरै आइरहेछ। बलात्कार, साँच्चीकै बलात्कार भएको छ। ती साना साना बहिनीहरूप्रति हैन, महिलाहरूप्रति भएको साँच्चीकै बलात्कार चिथोरेको छ हैन, चाहिँ लुगा च्यातिएको छ, विभिन्न इत्यादि गरेको छ भने त्यो कुरामा हो सरकारले 24 घण्टाभित्रमा एक्सन लिनुपर्छ। अर्थात् चाहिँ ती व्यक्तिलाई हदैसम्मको चाहिँ कानुनी सजाय चाहिँ दिलाउनुपर्छ, त्यो म मान्दछु। तर यो देशमा आजको दिनसम्म बलात्कारको नाममा बलात्कारलाई बद्दा मजाक बनाएर व्यक्तिको चरित्र हत्या गरेर व्यक्तिलाई चाहिँ जिन्दगीभरि जेल सडाउने, त्यसपछि चाहिँ व्यक्तिको घरबार विहीन बनाइदिने, जग्गा सम्पत्ति गाडी सबै कुराहरू चाहिँ खाइदिने गर्ने ती महिलाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो गम्भीर कुरा हो। आज यो देशमा कतिपय व्यक्तिहरू फँसिएको छन् यो बलात्कारको नाममा। यी कानुनलाई प्रयोग गरेर, कानुनको यी धाराहरूलाई टेकेर चाहिँ हरेक व्यक्तिले विभिन्न पुरुषहरूलाई यहाँ फसाइएको छ। विभिन्न पुरुषहरू यहाँ उठ्न नसक्ने गरी, समाजमा मुख देखाउन नसक्ने गरी घरको न घाटको बनाएको छ। यो कुराहरू बुझ्नु पर्दैन। आज सरकारमा गएपछि हामी विधिको शासन स्थापना गर्छु, सरकारलाई चाहिँ राम्रोसँग चलाउँछु, पुरानो पार्टीले चलाएको चाहिँ सरकार भएन भनेर चाहिँ एक खालको एउटा अभियान चलाएर त्यत्रो जेन्जी आन्दोलन भएर त्यत्रो नागरिक सरकार आयो, त्यसपछि पुनः चाहिँ यो लगभग 2/3 सरकार आउँदा पनि आज बलात्कार जस्तो जघन्य अपराध जस्तो कुरालाई यति सजिलै रूपमा लिएर चाहिँ स्ट्याटसको भरमा कुनै व्यक्ति समाउने हो भने राज्यले यदि यस्तै काण्डहरू गर्दै जाने, बलात्कार सम्बन्धीमा चाहिँ जसले चाहिँ फेसबुक स्ट्याटस लेख्छ ती व्यक्तिलाई समाउँदै जाने हो भने यतिसम्मको प्लान रचिनेवाला छ। र जसलाई जो मन नपर्ने बित्तिकै चाहिँ कुनै एकजना लेडिजलाई चाहिँ लेख्न लाग्यो भने त्यहाँ पनि जाने भयो। भनेपछि यहाँ त कोही बाँकी रहने भएन नि त। भनेपछि पुरुष भएर बाँच्न पनि गाह्रो हुने जस्तो अवस्था चाहिँ यो घटनाले सिर्जना गराएको छ। तपाईहरू कुन पार्टीबाट हुनुहुन्छ, के हुनुहुन्छ त्यो छोड्नुहोस्, म पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै समर्थक हुँ। तर म चाहिँ राज्यले गरेको यी दमन, राज्यले गरेको यो विधि सिस्टमभन्दा विपरीत गएर गरेको कार्यहरूको लागि चाहिँ म घोर विरोध गर्न चाहन्छु। मैले फेरि बलात्कार गर्नुपर्छ, गर्नु राम्रो हो भन्न खोजे होइन, तर बलात्कार असली जसले बलात्कार गरेको छ त्यसलाई निर्मम ढङ्गको कारबाही हुनुपर्छ, त्यो म माग गर्दछु। तर बलात्कारको नाममा कुनै व्यक्तिलाई फसाइएको छ, षड्यन्त्र गरेको छ भने राज्यले यो कानुन परिवर्तन गरेर हुन्छ कि कसरी हुन्छ, यो विषयमा गम्भीर हुनु आजको आवश्यकता हो। सबैजनाले आफ्नो ठाउँबाट यस्ता विषयहरूमा चाहिँ खबरदारी गर्न सकेन भने भोलिका दिनमा जेलको बास चाहिँ अनावश्यक रूपमा चाहिँ पर्नेछ। निर्दोष व्यक्तिहरू चाहिँ यहाँ फसिनेवाला छ। यो कुरा चाहिँ हेक्का रहोस्, खबरदार भन्न चाहन्छु म सरकारलाई।